गाडीमा चाहिँ चार्जिङ भएन भने अनि यहाँको चाहिँ फ्युज जानै रहेछ। तपाईको यो फ्युज यहाँ फ्युज निकालेको एउटा यो फ्युज लाग्छ। यहाँ कति एम्पियरको रहेछ भने चाहिँ यो 5 एम्पियरको रहेछ। अनि त्यहाँ चाहिँ फ्युज गइसकेपछि यहाँ चाहिँ लाइन अन गर्दा चाहिँ यसमा बिलिङ गर्ने रहेछ हैन, बिलिङ गर्ने रहेछ। त्यसपछि चार्ज भएन। अब फ्युज हालिसकेछ भने एकचोटि यो चार्जमा चाहिँ हालौँ न। हाम्रो चार्ज हुने बेलामा जुन साउन्ड आउँछ नि त्यो इनियरमै लक हुने रहेछ नि त खास हैन, इनियरमा लक हुने रहेछ यो है। जुन हाल्नु छ सञ्जय भाइ। यो चाहिँ चार्जमा हालियो हैन। एकचोटि स्विच अन गरौँ त। त्यहाँ स्विच अन गर्दा यहाँ साउन्ड आउनु पर्यो चार्ज हुनलाई। साउन्ड आयो, साउन्ड आइसकेपछि चार्ज हुन थाल्यो। यो स्विच अफ गर्दैन त फेरि साउन्ड आउनु पर्यो। अनि यहाँ फेरि साउन्ड आउनु पर्यो निस्किने बेला। हो अब यो चार्जर निकाल्दा आयो। जबसम्म साउन्ड आउँदैन, रिले अफ हुँदैन, तबसम्म यो चार्जर पोइन्ट निस्किँदैन। एमजी क्लास हुँदैछ यस्तो होइन नि, यो ठुलो भयो। बाहिर